नमस्कार सबैजनालाई म चाहिँ पवित्र रम्तेल यहाँलाई थाहा छँदैछ यति बेला म छत्रेश्वरी गाउँपालिका वडा नम्बर 6 लान्ती भन्ने ठाउँमा छु सल्यानको अनि सनाई सिकाउँदैछु मैले चाहिँ आज पनि फेरि हामी अर्को गीतमा सिक्दैछौँ योभन्दा अगाडिको भिडियोहरू पनि हालिसकेका छौँ आज भने स्याङ्जा जाने बाटोमा तनौ भन्ने गीतलाई चाहिँ हामी सुरु गर्दैछौँ र फेरि सिकेर बाजामा पनि यहाँहरू माझमा देखाउनेछौँ अनि सनाई सिक्नको लागि चाहिँ हाम्रो दुईजना चेलीबेटीहरू उपस्थित हुनुहुन्छ यता हाम्रो सरु गिरी हुनुहुन्छ अनि त्यस्तै गरी यता अर्को सनाईमा नवीना बिष्ट हुनुहुन्छ उहाँहरू चाहिँ सल्यानको एकदम खतरनाक सनाई वादक बन्दै हुनुहुन्छ है भन्दै ल अब हामी ढिला नगरी सुरु गर्छौँ हामी चाहिँ गीतहरू सिक्दाखेरि जहिले पनि एक एकवटा शब्द गरेर सिक्ने गर्छौँ सुरुमा हे भन्दाखेरि यतिकै हे तिनवटा माथिको टाल्दिने पाललाई टाल्दिने नि यो माइलामा राखेर स्याङ्जा है स्याङ्जा दुईचोटि पुग्ने ए औँला राखेर स्याङ्जा जाने हो है ल फेरि रेडी 1 2 3 गो बाटैमा दुईटा एकैचोटि बाटैमा अब पोल राम्रोसँग टालेन भने फेरि आवाज हे गर्नुपर्ने ठाउँमा ए हुन सक्छ त्यही भएर पोल राम्रोसँग टालेर है ल बाटोमा तनौ हामी चाहिँ अब यहाँ सिकेर फेरि बाजामा पनि बजाउनेछौँ र योभन्दा पछाडि हामी कुन गीत सिक्दैछौँ त्यो पनि भिडियो यहाँहरूमा राख्नेछौँ गर्मी पनि छ अलिअलि हस् त धन्यवाद सबैजनालाई